म चाहिँ यता घुम्न आएको छु है। इन्डोनेसियाको यो एकदम स्पेसल ठाउँ हो लोम्बोक्यो हलिडे रिसोर्ट है। यहाँ चाहिँ हामी जस्तो नर्मल मान्छेहरू जुन खाडीमा बसेर काम गरेर आफ्नो परिवार पाल्ने मान्छेहरू चाहिँ आउन एकदमै गाह्रो छ क्या। आम सो लकी म चाहिँ एउटा वर्करको रूपमा भए पनि यहाँ आउन पाएँ होइन। खुसी छु यति राम्रो ठाउँमा आउन पाएकोमा, अनि दुखी पनि छु किनभने सबै यहाँ चाहिँ प्रायः जस्तो जोडी आउने गर्दो रहेछ। अनि त्यसपछि आफ्नो फ्यामिलीलाई लिएर होइन, आफ्नो बच्चाहरूलाई लिएर घुमाउन रमाइलो गर्न लिएर आउँदो रहेछ। अनि बच्चाहरू कति धेरै देखेर चाहिँ बच्चाहरूको कस्तो याद आइरहेछ है। यस्तो राम्रो ठाउँ छ होइन, आफ्नो बच्चाहरू खुसी बनाएर घुमाउन डुलाउन पाएको भए कति खुसी मिल्थ्यो होला हामीलाई पनि है। जस आउन पायो होइन। याद आइरहेछ बच्चाहरूको, त्यस्तै हो। अब हामी जस्तो सानोतिनो खाडीमा काम गरेर आउने मान्छेहरूलाई त गाह्रै हुन्छ नि है यस्तो ठाउँमा आउनलाई। सो आम सो लकी एउटा वर्करको रूपमा भए पनि आउन पाएँ, घुम्न पाएँ होइन। सँगसँगै हिँडाउनु भएको छ, सँगसँगै डुलाउनु भएको छ, सँगै खाने होइन। एकदम राम्रो छ। स्ट्यान्डर्ड लाइफ पनि केही नयाँ कुरा पनि बुझ्न पाएँ होइन। स्ट्यान्डर्डिङ लाइफ पनि बुझ्न पाएँ। एउटा हामी चाहिँ एउटा अलि गरिब परिवारबाट हुर्किएको, दुःख गरेर हुर्किएको, यस्तो हाई सोसाइटीको कुनै पनि कुराहरू थाहा थिएन। जस यहाँ आएर चाहिँ एकदम बुझ्न पाएँ होइन। थ्याङ्क यू फर एभ्रिथिङ उहाँहरूलाई पनि होइन। एउटा काम गर्ने मान्छे भए पनि काम गर्ने मान्छे जस्तो व्यवहार गर्नुभएको छैन। खुसी लाग्छ जस यस्तै नगरेको ठाउँहरूमा आउन पाएको छ होइन। खुसी छु। यस्तो राम्रो ठाउँ छ। उता चाहिँ समुद्र छ है, छेउमा समुद्र छ, छाल हानिरहेको छ। अनि यस्तो राम्रो राम्रो घर छ। अनि यहाँ चाहिँ प्रायः जस्तो अमेरिकाबाट, अस्ट्रेलियाबाट, श्रीलङ्का, दुबई, साउदी, कतार यस्तै ठाउँबाट चाहिँ घुम्न आउनु हुँदो रहेछ कि। अनि उहाँहरूले त कति धेरै पैसा लिएर कति धेरै पैसा खर्च गर्नुहुन्छ नि त। अनि हामी जस्तोलाई त त्यस्तो पैसा खर्च गर्नुभन्दा त बरु आफ्नो परिवारलाई केही गरौँ, आफ्नो बच्चाहरूलाई केही गरौँ भनेर सोच आउँथ्यो होला होइन। उहाँहरू चाहिँ कस्तो रमाइलो क्या। जस्ट लाइफ भनेको यस्तै हुनुपर्ने रहेछ जस्तो लाग्छ। केही छैन, जस्तो छ त्यस्तैमा खुसी हुनुपर्छ। खुसी छु। अनि मेरो